हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग र वेलकम छ मेरो ब्लगमा आजको अनि टक्क लाएर आज चाहिँ म कता जाँदैछु भन्दा घुम्न जाँदैछु। यो गेटअप देखेर थाहा पाइसक्नु भयो होला म घुम्न जाँदैछु भनेर। अनि त्यही हो आज चाहिँ टक्क लाएर यो चाहिँ हाम्रो घरबाट देखिने भ्यू अनि हामी जाने त्यो माथितिर कता कता डाँडातिर हो। ल ल अब उतै गएर भेट्नुपर्छ है त। अब बाटोतिर हुन्छ कि उतै गएर भेटौँ है त। यो चाहिँ हामी बाइक लिएर जाँदै छैनौँ। अहिले चाहिँ हामी टक्क लाएर गाडीमा यस्तो हालत नि घुम्न। ओहो दबास दाइ एकदम है यस्तो हालतमा घुम्न हिँड्ने अनि के भएको हैन। त्यो नाटक पारेको खुट्टा मर्कियो भन्ने राति चाहिँ 13 बजे बनाएर चाल्यो त ल धुलो बाटो आइयो सिरुबारी कपडा हेर्दा कपडा हालत आमा बिफोर आफ्टर कपडाको हालत। ल झोलै भर लाग्यो डेन्जर। ल देखा त लुक्स देखाइदियो यता देखा त मलाई। ल अब अहिले के हुन्छ देखाउँला है त टक्क लाएर। त बवाल भन्छ यार झन्डा सही देखियो। ल मान्छेको हालत मात्रै यस्तो मात्र राम्रो हो सबै। ल यहाँ चाहिँ अहिले अब सिरुबारी अहिले वहीँ गरिदिए हामीलाई टक्क जानु पर्छ। यस्तो रहेछ यहाँ चाहिँ आई लभ सिरुबारी यहाँ। अनि ऊ माथि चाहिँ फेरि त्यहाँ टावर होला यहाँ चाहिँ सिरुबारी। ओहो खा भ्यू छ उता गाउँहरू ला रहेछ। ल यहाँ बारी सही हो। ल फोटो खिच्ने कार्यक्रम भइरहेको छ यहाँ चाहिँ अहिले चाहिँ। अन्य तल जसले नि गरिहाल्छ नि। खिच्दिन्न खै म खिचिदिन्छु। हामी यहाँ तल फोटो हान्दै हो। ल यहाँ तल बाटोतिर जाम 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 यहाँ ल बुद्ध गुम्बा किप क्लिन। यो बाटो चाहिँ बवाल रहेछ है। ल जस बवाल छ ठाउँ चाहिँ घुम्न आउँदा हुन्छ भनौँ। हाम्रो टोलीहरू चाहिँ कता पुगेछ नि त नि। कता अङ्कल अब माथि कि मुनि हो है तेरिका। ल यस्तो रहेछ यहाँ चाहिँ कहाँ हो भनेको कि। ल अहिले टोलीले भेटेपछि भेटौँ है त। टोली चाहिँ यहाँ रहेछन् टक्क गुम्बा हेर्न आएरहेछ। गुम्बा यहाँ चाहिँ गुम्बा छ अरे भन्ने छ सुनिएको छ। टन्डे खान ओहो मान्छेहरू त फोटो खिच्दै रहेछन् है। जाम ठुलो मूर्ति छ कि त्यहाँबाट भ्यू पनि राम्रो देख्छ। त्यहाँबाट हामी सही निस्किनु पाइयो है। नागरानी सिक्छ क्या नौरानी सेवा राम्रो बाटो छ। त्यहाँबाट जानु डाँडा निस्किनु भन्दा अलिकति यतापट्टि चाहिँ कच्ची बाटो छ क्या फेरि गरिहाल्छ। खतमै थियो त्यो बाटो त अब धुलो धुलो भयो भएर पनि बाटो ल घर चाहिँ बवाल रहेछ है। जाड खोला त्यही हो अब चाहिँ उता थाहा जाने कुरा अब। ल अहिले त सुरु अरे हामी कहाँ जाने अरे अब के भन्छ थाप्लेक जाने अरे अब चाहिँ टक्क ला थाप्लेक बाटो। अच्छा छ बाटो चाहिँ होइन मिठो तरिकाको। तर सही हो गाउँ चाहिँ है। मा जान पाइएन कि अर्को चाहिँ आउँदा फेरि जाने अब अर्कोचोटि आउँदा जाम लाग्यो अहिले चाहिँ अब
थाप्ले जान लागेको छौँ हामी चाहिँ यहाँबाट तर हामी यहाँ दुई गाडी मान्छे यहाँ पनि छ माथि गएर पकाएर खाने भनेर जम्मैतिर मान्छे यहाँ चाहिँ टक्क कता जान्छ थाहा छैन ल अब एकछिनै भेट्न पर्छ है त है ल छतमा अहिले चाहिँ पारा ल गर्छ यो अघि हाल्ने होइन क्या हामी ल बाई 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 हामी अघि जानुपर्ने हो यसलाई अगाडि बढाएर जतिखेर नि बाई बाई शिरबारी सिरुबारी होइन अब थाहा गीत बजा अब हाम्रो टुर हुन्छ थाप्लेकको अपरचुन टुर त्यारे यो सिरुबारी शिरबारी टुर थाप्ले सयो होली लागेको छ कुनै मान्छेलाई फेरि होली एक गाडी मान्छे र एक गाडी यता छ नि हामी ओए ओहो बाटो आवाज छ यार बाटो चाहिँ ल बन्दै रहेछ होमस्टेहरू त्यहाँ ऊ माथि जानै पाइएन अब म भोलितिर पर्सितिर जानुपर्छ ए पछितिर बाइक लिएर आउने ल भाइ त्यही गर्न पर्ला जस्तो है पुरै पल्टै आउने नि होइन यो बाटो आउने नि त अब अर्को बाटो आउने नि बरु ओए अघि त आफ्नै हो छैन भयो नि केही नि हुन्न अब त हाम्रै गाउँ यो हाम्रै गाउँ हो नि हामी त के अरे पाहुना हो पाहुना उभि थाप्ले गयो अब ल अब एकछिन बाटोमा है त अहिले थाप्ले कसी ल गरम 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 ल ल ल ल ल ल भोट चाहिँ मलाई हाल्नुपर्छ है लोकल पार्टी हो हामी ओहो घुमाएर घर रहेछ यहाँ चाहिँ अन्त भोट त पैसातिर गर्छ होइन फेरि अब त कहाँ ओइ गोर्खा ए कुदान न गु जस्तो कुदान्छ स्कुल रहेछ मुला स्वास्थ्य चौकी हो हस्पिटल हो कहाँ हो अरे होइन हजुर ल भोट भन् ल अहिले चाहिँ थाप्ले आइसक्यो लगभग लगभग मोटो होला बोलेरो भला बोलेर बोलाएको यो त आजको चाहिँ हाम्रो बोलेरो भयो आहा कहिले काहीँ चाहिँ मोटो ब्लग नि आउँछ अस्ति घने भला अँ। मोटो भला ओ माई गड ओहो प्यारासुट प्यारासुट होइन र वे मैले खादिएको प्यारासुट माथि छ बुद्ध भगवानको फोटो बुद्ध भगवानको फोटो दिएको त मूर्ति मूर्ति ए, मूर्ति। मूर्तिलाई के भन्छ नि उस्ति राखेको मैले फेरि के अरे काले फोटो अरे होइन के प्यारासुट जस्तो लाग्यो कि उहाँ पुगिसक्यो हामी हो ल ओ आयो आयो अब त अब 4 दिन बसेको अहिले उता गर्दै हामीलाई ल एकछिन थाप्ले आपले काइयो आयो आयो यहाँ थियौँ एउटा पोखरी नि हटे बोलेर ब्लग आज कोदोको रोटी हालेर ल्याउनु पर्ने है चामलको रोटी हालेर ल्याएर कोदोको रोटी हालेर ल्याएको अनि त्यहाँ अचारकै चटनी छ छिटो हुन्छ आजको गाडीले यार डेन्जरन कहाँ गाडी ल आइयो आइयो ल यहाँ चाहिँ उस रहेछ सरौ थाप्ले ओहो 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 आइयो खोइ त ल गेटमा आइयो पार्किङ यहाँ रहेछ फेरि होइन हाम्रो पार्किङ त्यही हुन्छ कहाँको पार्किङ हो माथि जान्छ पार्किङ भन्ने मात्रै रहेछ ओहो यही होला है नेपालको सबभन्दा ठुलो बुद्ध यो भएको मूर्ति बनाउने कारिगरलाई चाहिँ खासै मानिले नाकै ठुलो बनाएछन् नाकै ठुलो रहेछ भन्ने हो र हो
अलिक छिट्टो सन्चो भएको भए बाटो हेर्नु त बाटो बाटो खत्तम रहेछ बाटो त जान्छ कि जान्न यो त चलाउनु जान्छ के अरे न त यस्तै हो ल ल्याउँछु रे फोटो भिडियोमा देखिन्छ यही हो थाप्लेकको बुद्धको मन्दिर मन्दिर अरे के भन्छ यसलाई के भन्छ अरे यसलाई होइन के मन्दिरको नाम त के थाहा छैन होइन के भन्छ अरे बुद्धको के भन्छ अरे बुद्धको उस चाहिँ यहाँ छ है यस्तो हजुर भने अनि यहाँ उता चाहिँ खाने कार्यक्रम छ ल अहिले खाएको देखाउँला है त ल यो चाहिँ आमा समूह टक्क खाना लागेको छ उनीहरू चाहिँ ल थाप्लेक यहाँ छ है थाप्लेक भन्छ यसलाई चाहिँ टक्क ल छिटो हान नि छिटो छिटो ल दुईटाकै हे नि फालिदियो उहाँ ल खानु यो हानु नि त यो ल छिटो कस्तै कस्तै हानु न छिटो एक यसरी बसेको त खुट्टै दुख्यो यार के हो त्यो है ल हामी चाहिँ यहाँ छौँ अहिले चाहिँ ल ग्याङब्याङसँग है त्यो भाइ मेरो भ्लगमा केही भन्दै त सो गाइस लाइक शेयर सब्सक्राइब गरिदिनु हो र अनि तेरो भ्लग छैन त नि अहिले के भन्दैन त गाइजहरूले भिडियो हाले छैन फेरि भन्दैन होइन त युट्युब च्यानलको नाम भन्दैन मोटे ब्लग्स ल अब कहिले त नि भ्लग आउने सब्सक्राइब हान्दिनु ल कति छ सब्सक्राइबर अहिले चाहिँ थाहा छैन ल ए बिहान राई ल ठिक छ नि होइन मेरो ब्लगलाई केही भनिदिए ल सब्सक्राइब ए ल यिनीहरूले भने चाहिँ हान्नै पऱ्यो ल थाप्लेको भ्यू हेरौँ हेरिहाल अनि अब भुन्टेको च्यानललाई पनि सब्सक्राइब हान्नु पऱ्यो है त सबैजनाले ल भुन्टे अब हामी कति जान्छौँ अब घरतिर होइन अब घरतिर होइन अहिले मैले हालिदिन्छु पक्यो ल रमाइलो चल्दा है त्यहाँ नाचगान यता फोटो खिचाइ उता फोटो खिचाइ उता चाहिँ नाचगान उता चाहिँ नजा मलाई फेरि कपिराइट लाग्न सक्छ त्यही भएर हामी चाहिँ यतै छौँ अहिले घर जाने बेला हामी देखाउने छौँ के कस्तो हुन्छ भनेर पानी पर्ला जस्तो भयो त्यो उता डान्स भइरहेको छ डान्सहरू सबै पार्टीहरू होइन ल ग्रुप फोटो टक्क लगाएर ग्रुप फोटो छ ग्रुप फोटो अब ग्रुप फोटो खिचेर घर जाने त हामी ल बाई बाई हान्दै गाडीमा ढक्क दुईवटा उता गाडी र यता गाडी भरिसकेको छ चढ्नु छिटो चढौँ गइहाल्ने क्या ल बाटोतिर भेटौँ ल रमाइलो जम्मा यहाँ जाउँ त नि तिन घाटो घुमेर आउँछ नि भन्थ्यो त्यस्तै होइन होइन त्यो गिल्ला अब त्यो गिल्ला ऊ चिचाउनु परेन खै त नि के हुन्छ गीत बजाम गीत आउँछ पहिला यो पक्यो यो उसिको राम्रो रोड राखेर सिकाउने क्या दुईवटा गाडीमा टक्क लाएर उहाँ एउटा गाडी यहाँ एउटा गाडी फर्किँदै त अहिले चाहिँ घरतिर फर्किँदै ल अहिले चाहिँ ल गाइजहरू अहिले चाहिँ हामी चाहिँ टक्क लाएर घर आइसकेको छौँ अनि त्यही हो अहिले चाहिँ म घर आएको छु कपडा सपडा चेन्ज गरेर बस्दैछु त्यही हो अनि के भन्छ अरे मेरो मोबाइल फोन स्विच अफ भएर चाहिँ मैले भिडियो पनि बनाइनँ खासै चाहिँ त्यही हो फर्केको भिडियो पनि के पाउने जाँदाको भिडियो देखिहाल्नु भयो र मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सनु ल त्यति भन्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिलेको लागि चाहिँ बाई है त